Hey guys, welcome back to my new vlog. मैले चाहिँ आज हाम्रो देवालीको भ्लग लिएर आइसकेको छु। हाम्रो देवालीको लागि चुपाइहरू आएर बसिरहेको। हेलो गाइस, मैले चाहिँ अलता लगाइसकेँ। अब अलता लगाएको भिडियो चाहिँ बनाउन पाएँ। हामी चाहिँ जाँदैछौँ है। र मलाई देखा तपाईलाई 5 वर्षमा कति रुपैयाँ तपाईले 4 वर्षमा कति रुपैयाँको मोबाइल राजा माती कुमाती हाम्रो देवालीको लागि चुपाइहरू आएर बसिरहेको छन् यहाँनिर। यो अल्लाहु अकबर म चाहिँ यहाँ बिरामी भएर सुतिरहेको छु, दाँत दुखेर गाइस। पाइल्स भएर गाइज। गाइस आज चाहिँ हाम्रो देवाली हो। हामी चाहिँ देवालीको लागि रेडी हुँदैछौँ। यहाँ सबैजना रेडी हुँदैछौँ, कोही के गर्दैछन्। अनि हामी चाहिँ यहाँ काकीलाई अलता लगाइदिँदैछौँ। अब हामी पनि लाउँछौँ अलता। यो अलता चाहिँ लगाएपछि यस्तो दामी देखिन्छ भनेर हामी चाहिँ लाउन आँटेको गाइज। हेलो गाइस, मैले चाहिँ अलता लगाइसकेँ। अब अलता लगाएको भिडियो चाहिँ बनाउन पाइनँ। मेरो अलता चाहिँ यस्तो भयो, लाउन आएन। जस्तो पाए जे पाए त्यही लगाइदिएँ। हातमा यस्तो भयो, यस्तो। हामी चाहिँ जाँदैछौँ है। आइया हौ लडिन्छ होला, ढिलो भइसक्यो हामीलाई। आज मार्छन् होला हामीलाई कराएर। हामी चाहिँ जाँदैछौँ। यहाँ चाहिँ हाम्रो अब अजाहरू सबैजना, काकाहरू सबैजना के अरे देवालीमा जानुको लागि चाहिँ सबैजना आफ्नो सामानहरू, दियो कलशहरू लिएर सबैजना आउनु हुँदैछ। यहाँनिर यहाँ टिकाहरू लगाइदिइराख्नु भएको छ। सबैजना आफ्नो सामान लिएर आउनु हुँदैछ। यो चाहिँ अब हाम्रो उता देवाली गर्ने ठाउँ जान लाग्नु भएको सबैजना। अब यहाँ हाम्रो काका बाजा बजाइराख्नु भएको छ, एकदम नाचेर आउनु भएको छ। त्यस्तै छ। म चाहिँ यहाँनिर थिइनँ, ढिलो आएको थिएँ। ढिलो भएको कारण म चाहिँ यहाँ थिइनँ। भिडियो सर केले गरिदिनु भएको। यहाँ चाहिँ हाम्रो काकाले एकदम गीत गाउनु हुँदैछ, एकदम मजाले नेवारी गीत। यहाँ अझै काकीहरू पूजा गरिराख्नु भएको छ जानुको लागि, यहाँ पूजासुजा गरेर जानुको लागि। अब सबैजना अब बोका हाँसहरू लिएर जानुहुँदैछ। काकाहरू शङ्ख फुक्नुहुँदैछ, कोही उहाँ बाजा बजाएर नाचिराख्नुपर्छ। भाइहरू हाँस पोखर हिँडिरहेको छन्, एकदम आफ्नै ड्रेसमा, आफ्नै पोसाकमा सबैजनाले राम्रो देखिरहेको छ। एकदम दामी सबैजनाले आफ्नो पोसाकमा। अब हाम्रो उहाँ अजाहरू लाग्नुभयो देवालीतिर। सबजना कालो पछाडिबाट ल अब गइसक्नु भयो। अब यहाँ चाहिँ हाम्रो अब अजीहरूको पालि आयो। मम्मी अजी काकीहरूको पालि आयो। अब हाम्रो मम्मीहरू अजीहरू सबैजना आफ्नो त्यो कलश लिएर देवालीमा जानु हुँदैछ। मम्मीहरू पनि अजीहरू सब हाम्रो मम्मी अजीहरूलाई चाहिँ आफ्नो संस्कृति, आफ्नो कल्चर ड्रेसमा चाहिँ यस्तो दामी देखिरहेछ है गाइज। एकदम राम्रो देखिरहेछ। अब सबैजना जानुको लागि रेडी भएर जानुहुँदैछ आफ्नो सामान लिएर। म चाहिँ हाम्रो अजी हुनुहुन्छ, बहिनी। दाजु लाइटर दिनु अरे। सबैजनाले मेरो ब्लग मन पराइदिनु होला है, दिनु होला लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। अब त्यति धेरै राम्रो त मलाई बनाउन आउँदैन।
त्यही पनि यसो अलिअलि आफूलाई आए जतिको चाहिँ म बनाउँछु है। म त्यस्तो सब्सक्राइब त्यस्तो पनि मलाई त्यस्तो इन्ट्रेस्ट लाग्दैन। म चाहिँ यसो मेमोरिज होस् पछिको लागिसम्म मेमोरिज होस् भनेर म चाहिँ यसो भिडियोहरू एडिट गरेर हालिबस्छु। त्यही भएर हो। अब चाहिँ हजुरहरू सबलाई लागिरहेको होला यो चाहिँ के गरेको होला भन्ने लागिरहेको होला। यो चाहिँ हाम्रो कुल भित्रिनको लागि चाहिँ हाम्रो उहाँ काठमाडौँबाट पण्डितजी पुजारीजीलाई बोलाएको। अब हामीलाई कसरी भित्रिने भन्ने त थाहा छैन। त्यही भएर हामीले चाहिँ बोलाएर ल्याएर अब यस्तो यस्तो गर्ने भनेर यो वर्ष चाहिँ सिकाइदिनुहुन्छ। त्यसपछि चाहिँ हामीले आफैले गर्नुपर्ने हुन्छ। त्यही भएर हाम्रो यहाँ कुल भित्रिनको लागि यहाँ अब यहाँ गरिराख्नु भएको छ। हाम्रो कुल भित्रिनको लागि एक एकवटा हाँस चाहिन्छ। हामी पनि भित्रिन मिल्छ तर अब हामी चाहिँ नभित्रेको। अब हामी त यस्तो भित्रिनै पर्छ भन्ने छैन। अब बुहारीहरू त भित्रिनै पर्यो। त्यही भएर यहाँनिर अब भित्रिनको लागि यहाँ रेडी हुँदैछ। अनि यहाँ के विधिहरू छ अब त्यही विधिहरू यहाँ पुरा गर्नु हुँदैछ सबैजनाले। अब विधि पुरा गर्नै पर्यो। आफ्नो रीतिरिवाज हुन्छ, आफ्नो हुन्छ चालचलनहरू आफ्नै हुन्छ। अब कस्तो गर्नुपर्ने हुन्छ, कसैको कस्तो। अब हाम्रो चाहिँ यस्तो हुन्छ है गाइस। अब तपाईँहरूको चाहिँ कस्तो हुन्छ हामीलाई चाहिँ थाहा छैन। अब हाम्रो चाहिँ यस्तरी गर्नुपर्ने हुन्छ। सबैलाई आउने गरी सबैलाई आउने गरी हात नमस्ते गरेर खै त नमस्ते अघि 70 भन्नु होइन अघि माने फटा भन्नु छैन तपाईँ टाउकोमा उ गर्नुपर्ने मैले बोलाएको थिएँ पर नपर्ने पर नि पर दीपक यतिबेला सुगन्धा ल्याइदिनु न मलाई। सुगन्धा र साँचो के छ? साँचो चाबी चाहिँ खोइ निकाल्नु ल भयो। अनि पहिला भगवान् सम्झेर 3 ट्रिक खुवाउनु है। ल को हस्पिटल लिनु? को लिन गएको छ? अब कहाँ छ? सुगन्धा चिन्ने के हो? सुगन्धा गुन्डाले कहाँ सुकुना दिन्छ? गुन्डा हो कहाँ सुकुना दिन्छ? कति पानी राख? अनि को गुन्डाले न को अनि कता होला? ठुलो भाइ गएर अब यो गणेश त्यहाँ भगवान् सम्झेर 3 ट्रिक यसो घुमाउने, देब्रे नगुन डाइनी घुमाउने। अब तपाईँहरूको लागि सबैको लागि आरती है। ल 3 ट्रिक यसो घुमाइदिनु ल। अब यो भयो, यसलाई भित्र ल्याइदिउँ लाउनु। अब तपाईँ साबी लगाउनु लाउनु। अब चाहिँ यहाँनिर सबैजना सबै आफ्नो काम सकेर अब सबैजना भित्रिनको लागि जानु हुँदैछ। आफ्नो कुलमा भित्रिन सबैजना जानु हुँदैछ यहाँनिर। हाम्रो अजीहरू मम्मीहरू काकीहरू सबैजना यहाँ छ कुल भित्रिने ठाउँ चाहिँ। यहाँ सबैजना भित्रेर निस्किसक्नु भयो। अब हाँस यहाँ आउनु हुँदैछ। यहाँ सबले अब आफ्नो हाँस लिएर चढ्न सबैजना अब आफ्नो हाँस लिएर उहाँ भित्रिनको लागि जानु हुँदैछ। भित्रिसक्नु भयो। अब भोग दिने होला समथिङ के हो थाहा छैन। सबले अब हाँस लिइराख्नु भएको छ। अम्मी गाई चाहिँ
रुपियाँ तपाईँलाई 5 वर्षमा कति रुपियाँ तपाईँले 4 वर्षमा कति रुपियाँको मोबाइल मेकअप लाउनुहुन्छ? म 1 वर्षमा लाख रुपियाँ सक्छु मेकअप 1 लाख रुपियाँ सक्छु 1 वर्षमा। अनि म त 4-5 वर्षको लागि एउटै मोबाइल 20-30 हजारको चलायो कति खर्च गर्नु रहेछ? म त गर्छु त अनि मेकअप मात्रै गर्ने त खर्च अनि यो केटीहरूको पढ्नु तिम्रो बुढी पनि त्यस्तै हुन्छ पछि कि मेकअप नगर्ने बुढी ल्याउँछौ भुडी ल्याउँदिन ल्याउँदैनस् यता पनि त्यस्तै देखिन्छ हामीले यो फतौरे भाइ चाहिँ यस्तो फतौरे छ यो फिफाले हो कि पब्जी के खेल्यो मोबाइल लिजेन्ड्स तपाईँलाई थाहा छ? थाहा म गेमको बारेमा मलाई केही थाहा छैन मेकअपको बारेमा सोध तर मलाई गेमको बारेमा थाहा छैन दीपिका पादुकोणले कुन मेकअप लाउँछ? त त्यो अर्काको मेकअप के थाहा मलाई सोध्न न मैले के लगाएको छु कुन कम्पनीको लाग्छ सोध न कुन कम्पनीको लाउनुपर्छ? लभ स्टिक मैले हुडाको लगाएको छु अनि आइबरु अब जो भित्रिनु भएको छ उहाँ चाहिँ गएर बोकाको टिका लगाउनु पर्छ त्यही भएर सबैजना यहाँ बोकाको खुनबाट टिका लगाउनु हुँदैछ हाम्रो चाहिँ यहाँ बोकाहरू काटिसक्नुभयो है गाइस अब यसको पाली छ यो बोका चाहिँ पर्सिना मानेकै छैन मेरो चाहिँ 14 मिनेटको भइसक्यो हो पर्स्यो मरेर गए हाम्रो काका चाहिँ एकदम यहाँ बोका भुत्लाइराख्नु भएको छ कस्तो फिल भइरहेछ काका उसलाई अनि अरू खानको लागि गाई झरी यस्तो हल्ला छ चटपटे चटपटे खानको लागि गाईहरू यस्तो अट्टेका छन् मेरो भित्रमा त राम्रो आउँछ चटपटे आयो चटपटे मछली तुम खा तुम्हारा क्या है कमेज सुराल नो बडी तुम खा लो कस्तो खालको ड्रेस अप भाइ हो तेरो वाओ गाइस हाम्रो चटपटे आयो चटपटे 1 घन्टा पछाडि बल्ल हाम्रो चटपटे आयो फाइनल्ली अब यो एक चम्ची पुग्दैन को हग्न गएको 15 मिनेट लगायो हग्ने उयो चटपटे आयो चटपटे खानेको भिड यहाँ गाइज म चाहिँ उनीहरूलाई खानाको लागि बोलाउनु गएको चाहिँ एकदम केटाकेटीहरू एकदम नाचेर रहेछन् है मलाई चाहिँ डान्स गर्न एकदमै मनपर्छ र रमाइलो पनि लाग्छ अनि उनीहरू डान्स गरेको देखेर मलाई पनि एकदम नाचौँ लाग्यो त्यस पछाडि म पनि नाच्न पसेँ है गाइज अनि म पनि नाचेँ इन्जोय गरेँ एकदम भाइ बहिनीहरूसँग यसो मेमोरिजको लागि अनि मलाई पनि रमाइलो गरेको देखेर एकदम रमाइलो गरौँ लाग्यो त्यही भएर म पनि जस्तो नआए पनि जे पाइदियो भने डान्स गरेँ यसो आफूलाई रमाइलो लिनको लागि भए पनि मेमोरिजको लागि भए पनि यसो नाच्यो अरे अब यस्तै हो रमाइलो गर्नुपर्छ जिन्दगीमा भन्दै गरेको मेरो डान्स चाहिँ एकदम कमेडी छ नाच्न त आउँदैन मलाई त्यही भएर कमेडी भए पनि नाच्दिएको अब हामी चाहिँ यहाँ डान्स गरिसकेर हामी चाहिँ अब उता हाम्रो देवाली भएको ठाउँमा जान्छौँ म चाहिँ केटाकेटीलाई बोलाउन आएको थिएँ नाच्दै रहेछन् त्यही भएर म पनि यतै अलमल भइहाल्यो
राम्रो पकड राम्रो पुरै पकड काट्नु फाटा बोले न हाम्रो चाहिँ यहाँ खाने कार्यक्रम सुरु भइसक्यो सबैजना खाइराख्नु भएको छ हामी यहाँ राजु काकु हुनुहुन्छ मिठो लागेन अरे मासु हाम्रो काकुलाई कस्तो लाग्यो एकदम दामी बाफे चस्मा त खतरा छ त कहाँबाट बनाएको अमेरिकाबाट कि लन्डनबाट थाइल्यान्डबाट हो अब स्पेसल यो मेरो लागि नै भनेर आएको अरे कि तर युट्युबमा लाग्छ मलाई हाम्रो काकुलाई चाहिँ मासु मिठो लागेन भन्दै खाइराख्नु भएको छ पुरा आउँदा भोलि आउँदैछु म यता साइड लगाइदिएको त्यसरी फाल्नु हुँदैन प्रसाद प्लिज म सक्छु खानु पर्यो प्रसाद त्यसले खान्छ अब डगीले काकाहरूको एकदम पार्टी चलिरहेको होइन पठाउनु पर्छ यहाँ बस्यो भने हिक्मत म एउटा कुरो म 100% कस्तो लाग्छ सबैले मन पराइदिनु होला लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला